Namaste, myself Manish Shrestha, training instructor of Espresso Organic Coffee House. So today we are going to make some beautiful coffee. हैन सो अब अहिले हामीले बनाउन लागेको कफी बेभरेजको नाम भनेको चाहिँ एस्प्रेसो कोन पाना भयो. सो एस्प्रेसो कोन पानाको लागि अब हामीलाई युज गर्ने सामानहरु भनेको चाहिँ एउटा हाम्रो व्हिप क्रिम हुन्छ. सो व्हिप क्रिम डिस्पेन्सरमा चाहिँ हामीले फ्रेश क्रिमहरु एड गरेर नाइट्रो अक्साइड ग्यासको सहायताले चाहिँ हामीले मजाले स्प्रे गरेर निकाल्ने काम गरिन्छ. सो अलरेडी नै मैले एस्प्रेसो एक्सट्र्याक्ट गरिसकेको छु. यसमा यो भनेको चाहिँ हाम्रो सानो कप डेमितास कप अर नर्मली हामीले चाहिँ यसलाई एस्प्रेसो कप पनि भन्न सकिन्छ. सो यसलाई चाहिँ हामीले एस्प्रेसो एक्सट्र्याक्ट गरिसकेपछि यसको माथिपट्टिबाट चाहिँ यसरी क्रिमले टपिङ गर्ने काम गर्छौं है. सो यसरी मजाले क्रिमले टपिङ गरेर सर्भ गरिसकेपछि यो बेभरेजलाई चाहिँ हामीले के भनिन्छ त एस्प्रेसो कोन पाना भनेर नाम मेन्सन गरिन्छ है. सो सर्भिङ गर्ने बेलामा हामीले जहिले पनि साइडमा भनेको चाहिँ कफी स्पुन राख्नुपर्ने. सो अहिले चाहिँ उहाँहरूले टी स्पुन ल्याएर आउनु भएको रहेछ. सो यो टी स्पुन यसरी राखेर चाहिँ हामीले सर्भ गर्नुपर्ने हुन्छ. अब माथिबाट हल्का हजुरहरूले गार्निसिङहरु गर्नु पर्यो भने पनि अब क्यान्डीजहरु छ भने क्यान्डीजहरुले अथवा हल्का चोको चिप्सहरुले चाहिँ मजाले गार्निश गरेर पनि सर्भ गर्न सक्नुहुन्छ है. सो दिस इज हाउ वी मेक एस्प्रेसो कोन पाना. सो अब अर्को बेभरेज बनाउन लागेको छौं त्यसलाई चाहिँ हाम्रो रोयल अमेरिकानो भनिन्छ है. सो युजुअली यो रोयल अमेरिकानो भनेको चाहिँ एउटा सिग्नेचर ड्रिंक हो. सो सिग्नेचर ड्रिंक भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि एउटा क्याफेले अथवा सो यो अब सिग्नेचर ड्रिंक चाहिँ कसको हो भन्दाखेरि हिमालयन जावाको. हिमालयन जावा भन्ने बित्तिकै नर्मली अब सबैजनाले सुनिरहेको अब एउटा रेप्युटेड कम्पनीको नाम भयो हैन. सो अब यो हिमालयन जावाले चाहिँ इन्भेन्ट गरेको एउटा ड्रिंक हो. यसलाई चाहिँ हाम्रो रोयल अमेरिकानो भनेर नाम मेन्सन गरिन्छ है. सो अमेरिकानो भन्ने बित्तिकै सिम्पली हामीले के बुझेको हुन्छौं अ सर्ट अफ एस्प्रेसो विथ हट वाटर राइट. सो अब यसमा अब हामीले बनाउँदाखेरि चाहिँ अलिकति हल्का एट्र्याक्टिभ डेकोरेटिभ हेर्दाखेरि पनि अलिकति क्लासिक देखिनु पर्यो. सो त्यो हिसाबले बनाउँछौं. सो त्यो हिसाबले बनाउँदाखेरि चाहिँ हामीले अहिले कस्तो खालको कप युज गरिरहेका छौं त ट्रान्सपेरेन्ट कप युज गरिरहेका छौं. सो यो ट्रान्सपेरेन्ट कपमा चाहिँ हामीले के गरिन्छ त फ्लेभरहरु एड गरेर बनाइने ड्रिंक हो है. सो अब यो यसमा भनेको चाहिँ हामीले के युज गरिन्छ भन्दाखेरि हट वाटर त भइ नै हाल्यो. त्यो सँगसँगै अब हामीले एडिसनल गर्ने भनेको चाहिँ सिरप. युजुअली अब हामीले एउटा यो रोयल अमेरिकानो बनाउँदाखेरि युज गर्ने सिरप भनेको चाहिँ आल्मन्ड सिरप हो. तर अब हामीले कुनै पनि कम्पनीहरुको कपिराइट गर्न मिलेन है. सो त्यसको ठाउँमा चाहिँ अब हामीले के युज गर्छौं कि त भ्यानिला सिरप कि त हेजलनट सिरप अकर्डिङ टु कस्टमर प्रिफरेन्सको अनुसारले पनि हुन्छ टेस्टको अनुसारले हुन्छ है. सो अहिले हामीले युज गर्न लागेको चाहिँ यो हेजलनट सिरप है. यो भनेको चाहिँ हाम्रो कटुसबाट बनाइएको एउटा सिरप भयो क्या झोलिलो पदार्थ है. सो यो चाहिँ अलिकति स्वीट कन्टेन्ट पनि एकदम हाई हुन्छ. सो हामीले त्यस्तो धेरै पनि युज गर्नु परेन. सो अब हामीले मेजरिङ गर्नको लागि चाहिँ युज गर्ने यो भाग हुन्छ. यसलाई चाहिँ पेक मेजरर भन्न सकिन्छ अथवा नर्मली यसलाई चाहिँ हामीले जिगर भनेर नाम मेन्सन गरिन्छ. युजुअली यस्तो मेजरिङ वालामा चाहिँ 30 र 60 ml को हुन्छ. तर यसमा चाहिँ हामीले 15 र 30 ml को युज गरिरहेका छौं है. सो अब हामीले बनाउँदाखेरि कसरी बनाउने त यसलाई फर्स्टमा भनेको चाहिँ ट्रान्सपेरेन्ट कपलाई हल्का प्रिहिट गर्नु पर्यो. सो हल्का प्रिहिट गरिसकेपछि यो पानीलाई मजाले फाल्दिसकेपछि लगभग हामीले 50% जस्तो हट वाटर हाल्ने है. 50% जस्तो हामीले हट वाटर एड गरिसकेपछि अब यसमा हामीले युज गर्ने भनेको चाहिँ सिरप. सो सिरप हामीले यो निकाल्छौं. धेरै स्वीट नहालौं मलाई. अब हामीलाई बिस्तारै चितो पिउने बानी भइसकेको छ नि त हैन. सो मैले अराउन्ड चाहिँ 15 झन्डै 15 ml जस्तो सिरप हालेको छु. सो हामीले के गर्छौं सिरपलाई यसमा हाल्दिन्छौं. सो सिरपलाई यसमा हालिसकेपछि हामीले के गर्छौं त अर्को लटमा एस्प्रेसोलाई एक्सट्र्याक्ट गर्ने काम गरिन्छ है. ग्राउन्ड गर्यो डिस्ट्रिब्युट हान्ने एन्ड ड्याम्प गर्ने फ्लस गर्ने यसलाई एट्याच गर्ने अनि यसलाई यसरी एक्सट्र्याक्ट गरिदिने है. सो अब यस्तो हुन्छ ल यो सिरपहरु भनेको त हल्का हेभी हुन्छ नि त हैन. सो त्यसले गर्दाखेरि चाहिँ ठ्याक्कै यो फ्लोट हुन्छ क्या यसरी माथिपट्टि यो तैरिन्छ. यो हेर्नु त एस्प्रेसो यसरी तैरिने काम गर्छ. हल्का यो सिरप हल्का हेभी भएको कारणले गर्दाखेरि है. त्यस्तो धेरै हेभी पनि हुँदैन. यो अलिकति सिरपी भएको कारणले गर्दाखेरि चाहिँ ठ्याक्कै यसरी छुटिन्छ क्या अलिकति एट्र्याक्टिभ देखिनको लागि. सो यसरी हामीले एस्प्रेसो एक्सट्र्याक्ट गरिसकेपछि यसलाई यसरी निकालिन्छ.
सो निकालेर अब हामीले सर्भ गर्दाखेरि नर्मली यो भनेको चाहिँ हाम्रो फ्लेभर्डवाला अमेरिकानो मात्र भयो क्या कुनै पनि एउटा अमेरिकानो बेभरेज बनाउँदाखेरि तपाईँहरूले अथवा अमेरिकानो मात्र नभइकन तपाईँहरूले लाटेहरू नै बनाइराख्नु भएको छ सो त्यो लाटेहरूमा चाहिँ कुनै पनि यस्तो खालको लिक्विडवाला सिरपहरू युज गर्नुभयो भने त्यो फ्लेभर्ड ड्रिङ्कमा गइहाल्यो क्या लाटे बनाउँदाखेरि पनि तपाईँहरूले फ्लेभर्ड लाटे भन्ने हुन्छ सो फ्लेभर्ड भनेको चाहिँ अब डिफ्रेन्टहरू हुन्छ सो त्यो भनेको चाहिँ अब तपाईँहरूको कफी सपहरूमा अथवा क्याफेहरूमा भोलिको दिनमा हामीले काम गर्दाखेरि एज अ बारिस्टा भएर सो त्यसमा चाहिँ अब कस्तो कस्तो खालको फ्लेभर्सहरू अभाइलेबल छ त्यो अनुसारले हामीले अप्सन्समा राख्न सकिन्छ है सो अहिले रिसेन्टली चाहिँ हामीले चाहिँ यो हेजलनटवाला र भ्यानिलाहरू सिरपहरू युज गरेर हुन्छौँ है सो अब यसकै माथिपट्टिबाट हामीले यसरी सेक गरेर टपिङ गऱ्यो भने थोरै हालेर सिक्छ यसरी टपिङ गरेर सर्भ गऱ्यो भने बल्ल यसलाई चाहिँ हाम्रो रोयल अमेरिकानो भन्यो क्या यो माथिपट्टिबाट हामीले फ्रेस क्रिम एड नगरेको भए चाहिँ त्यसलाई जस्ट फ्लेभर्ड अमेरिकानो मात्र भनिन्थ्यो अझ अलिकति हेर्दाखेरि नै एट्र्याक्टिभ लुक्स हेर्दाखेरि पनि अलिकति क्लासी अलिकति फ्यान्सी देखाउनको लागि चाहिँ हामीले माथिपट्टिबाट यसरी टपिङ गर्ने गर्छौँ विप क्रिमले सो यो भनेको चाहिँ बल्ल हाम्रो के रेडी भयो त रोयल अमेरिकानो है सो ओके यसरी हामीले रोयल अमेरिकानो र एस्प्रेसो कोन बाना